Yo, what's up guys? Once again welcome back to Two Brothers channel हो क्या? यता हाम्रो मनिष हेलो भन्यो। हेलो गाइस। हामी चाहिँ आज हाइकिङ यता दाइ हेलो भन्नु त। हेलो भाइ। यता हाम्रो सुल्टिनी गाइस देखो न देखो न। यता अङ्कल यता दिदी हामी चाहिँ हाल्नु पर्छ नि फेरि। हामी चाहिँ ल यता कहाँको भन्ने होला फेरि यता उसमा भन त मैले बिर्सेँ मैले नामै शिवपुरी बुढा नीलकण्ठ हिँड्दै हालत खराब भइसक्यो। अब चाहिँ हामी टिकट काट्ने काउन्टरनिर आइपुग्न लागिसक्यौँ। तर यहाँ टन्नै छौँ मान्छेहरू यस्तरी हिँडेर आएको शनिबार भएर कस्तो लागिरहेको छ साथी। हामी त कतिचोटि भइछ तिमी 3 चोटि म 5 चोटि भइसक्यो फ्लेक्स गरेको रे। आज चाहिँ फ्यामिली हाइक जस्तै हो, फ्यामिली हाइक नै हो। यता गोली भाषण जानु पर्यो। कस्तो लागिरहेछ तिमीलाई? एकदम रमाइलो लागिरहेको यहाँ आएको चाहिँ छ कि छैन? छैन, आएको फर्स्ट टाइम। साथी चाहिँ फर्स्ट टाइम बोल भन हैन बोल अगे बोल। यता तर उज लास्ट थाकी छ है, हिँड्न नसक्ने। कस्तो हेर्नुहोस् त मोटाएर कस्तो मोटाएर ढ्याक्सी भा ल। त्यही त साथी चाहिँ 5 चोटि घुम्नुको त्यो कारण चाहिँ के भन्दा हाम्रो साथी बेरोजगार हो, घुम्यो बस्यो यतिकै हो। त्यही भएर यस्तो भनेपछि अब म क्यामेरा यता लान्छ ल त। ल हामी चाहिँ टिकट काट्ने काउन्टरनिर बाई बाई। ल यो हामीले चाहिँ टिकट काटिसक्यौँ। हाम्रो दिदी हिँड्न नसकेको यस्तो भइरह। ल साथी यता टिकट काटेर लामाचोक टिकट धनराज मुक्तान मेरो नाम। अनि आएको हाम्रो टोली कति 7 जना। धनरे राजा धनराज अहिले त जोसिलै छ के अरे। अब माथितिर पैसा के हुन्छ भने खतरा जोस हुन्छ नि झन्। यस यस्तो केटाकेटी हो। अङ्गुर यता चटक फेरि आमा चटक बाबा बा चटक बाप रे बाप। यता चटक फेरि आमा चटक बाबा बा चटक बाप रे बाप। ये चटक देखाएर आए। सलाम हानेको खोइ त। हामी त कति बोल्नु है एउटै भ्लगमा एउटै ठाउँमा घुमेको छ, भ्लग हालिरहेको छ। पागल भन्छ होला मान्छेहरूले। न्यू एक्सपिरियन्स मान्छेलाई सोध्नु पऱ्यो नि। कस्तो लागिरहेको छ दाइ? म आज भ्लगर यता हेर्नु न हाम्रो ह्यान्सी दाइ। यता ह्यान्सी हामी चाहिँ ओ दाइको आउटफिट ल अब सक्छ त आमा मामा। यता कस्तो भइरहेको छ आजको हाइक? भर्खर स्टार्ट हुँदैछ, 1.5 इन्ट्री भयो। एकदम दामी छ, बबाल छ। अहिले चाहिँ हिँड्नलाई पनि जोस जाँगर आइरहेछ। यस हेरौँ माथितिर गएपछि कस्तो छ बाटो, कति टाढा छ, पहिलो अनुभव हो। जेउस राम्रै हुन्छ होला धेरै भयो मलाई लागिरहेछ। बाइकमा कुदेको बानी अब हिँड्दा कस्तो हुन्छ हो। अब चाहिँ हामी चल्दैको। ल यसो सबैले हेलो गरौँ न। ल है गाइस, अब एडभेन्चरवाला भ्लग सुरु भइसकेको छ। हेर्न सक्नुहुन्छ चाहिँ हाम्रो टोली हो, देख्नु भइसक्यो। ल यही अड्क्यो याद तेरिका। झन् भ्लग स्टार्ट गरेको गाइस यहीँनिर अड्किरहेको। ल अब भयो त, अहिले माथि पुगेपछि गर्नु पर्ला। गाइस हेर्नु सक्नुहुन्छ यहाँ चाहिँ अहिले रोड त पुरै ढलान भइसकेको रहेछ होइन त साथी? यस सबैजनाको त्यो इन्ट्रोडक्सनवाला बनाइदिनुपर्छ या हो। ल पहिला हाम्रो साथीले इन्ट्रोडक्सन दिनेछ। तिमीले त यसरी म पछि फर्काएर देखाउँ, तिमी त्यसरी देखाइदिनु। त्यसरी नै हो। ए ल साथी यो WhatsApp एकै धने यहाँ। मिलन होइन। ल तिमी पनि आफ्नो इन्ट्रोडक्सन देऊ सोल्टिनी। नमस्ते। मेरो नाम किशला गोले। तपाईँ पनि आफ्नो नमस्ते सवस्ते के ल। नाम भन्नु न तपाईँको।
विपिन मोक्तान। अनि तपाईँको नाम? हेलो गाइस। माई नेम इज सङ्गम मुक्तान। अनि मेरो एडिट देखेर तर्सिन्छ नि फेरि। हजुर सबैको अङ्कल अङ्कलजी ल यति हो नि। ल मेरो नाम त अब थाहा छ अरे कि हजुर। लु फेरि एडभेन्चर सुरु भयो गाइज। लु हाम्रो दाइ पनि आयो है झाडीबाट। दाइ तपाईँ के गरेर निस्किनु भयो? नहीं सारुण के यहाँ कुछ तो गड़बड़ है, जरूर कोई ना कोई गड़बड़। ल ठिक छ हामी चाहिँ जाँदै गर्छु। फोटो खिचेर आउँदै गर्नु होला गाइज। हामी चाहिँ यस्तै खतरा जङ्गलवाला भाइस आइरहेछ होइन। यस्तो बाटो हिँडिरहेछ, पसिना पनि आइरहेछ भन्छ दाइ। पुरै झाडी नै झाडी छ। उहाँ अगाडि पुग्नु भइसक्यो हाम्रो अङ्कलजीहरू। अङ्कलजी हो नि फेरि। ल जाउँ। चियाको आवाज सुन्न सक्नुहुन्छ। अनि झरना त होइन, यो जङ्गलको किराहरू कराएको के एकदम दामी आवाज आइरहेछ। अब एक्लै त डरै लाग्दो थियो नि। यहाँ त त्यो त्यत्रो जानु भयो नि, बरु बाघ चाहिँ डराउँछ भनेर कस्तो हान्न त कस्तै हेर्नु सक्नुहुन्छ कस्तो पिस एरिया छ। त्यहाँ आफ्नो आफ्नो गफमा त्यस्तो हुन्छ, सबजना हुनु पनि पर्छ। अनि टक्क लाएर होइन भोलि पर्सि अङ्कल तपाईँ बुढा चौरी परेपछि हेर्नु त आमा हेर केटाहरू जवान हुँदाखेरि त म नि यस्तै थिएँ भन्ने हुन्छ क्या तपाईँलाई फेरि भोलि पर्सि यही ब्लग हेरेर। अनि त गाइज अनि पछाडि चाहिँ उहाँ साथीहरू पुरै ठाकेर के बोले त्यो उनीहरू चाहिँ लास्टै लोसे रहेछ भन्ने कुरा थाहा भयो। कुदाएर न जोस ल्याउनु त यसरी पो रहेछ बल्ल थाहा भयो। बाटो त के साह्रो सफा हो साथी, बाटो त कति साह्रो सफा हो। चिप्लिकिरा जस्तो घिस्रेर हिँड्दिउँ कि क्या हो? खोइ घिस्रेर देखाउँदा कसरी घिस्रिन्छ? तिमी सु त उसले खुट्टा तानेर खुट्टा समातेर तान्छ। हाम्रो दिदी फेरि लास्टै पछाडि हुनुभयो क्या तपाईँ। अगाडि हिँड्नु पर्यो तपाईँ पनि। खाइस भेट्यो साथीले भेट्यो। ल अब जाँदै गर्छौँ। देखाइदियो मेरो न्यू लुक्स यो धने दाइ। अन्त ब्लग यस धने दाइ धनी भाइ यता हेर त हाम्रो यहाँ कृष्णलाई पानी थाप्दै त साथी एकदम संस्कारी छ। हामीले अराको काम मात्र अराउनै परेन, आफै थापिरहेको छ। ल हामी चाहिँ यता अनि यता नागी गुम्बा भन्ने छ। यता नागी गुम्बा चल्दैको यो तलबाट गयो भने तारी भिड होइन? म नि तारी भिड जस्तो लाग्थ्यो के अरे। म त 3 चोटि। ल बाई पछि भेट्नेछौँ। गाइज यहाँतिर चाहिँ बाँदरहरू आउँछ अरे होइन? तपाईँहरूले सुन्नुभयो होला बाँदरको हातमा नरिवल भनेर। अहिले हेर्न सक्नुहुन्छ त्यहाँ बाँदरको हातमा अङ्गुर छ। अनि के भएको क्यामेरा? अङ्गुर त लङ्गुरको हातमा रहेछ। हाम्रो दाइले फेरि खतरा दिनुभयो है डायलग चाहिँ। ल ठिक छ गाइज, यो बाँदरको एरिया हो अरे, त्यही भएर बाँदरको हातमा अङ्गुर त्यहाँ हेर्न सक्नुहुन्छ। ल ठिक छ अब हामी जाँदैछौँ गाइज। हामी चाहिँ नागी गुम्बा आइपुग्यो। हाम्रो यहाँ सबैजना हुनुहुन्छ। लु जाम यसो हिँडेको भिडियो
छुट्टै हो क्या त्यो गफ गर्दै यो सब सोल्टिनले काम बिगार है यहाँ क्लोजिङ चाहिँ होइन यो स्टार्टिङ चाहिँ भयो यो नागी गुम्बा त फेरि चिल्लै डाँडा हो अनि ए अब थाहा भयो होइन अङ्कललाई ज्याकेट छ त ज्याकेट लाउनु न हुँदैन हामी जस्तो कालो भएको है धन यामा हुन्छ हो डिफ्रेन्स त किनभने अम्मा काले What? Bro, what are you talking about, man? तर हामीले अलिकति सेतो चाहिँ देखाएको छ भाइ साथी तर मभन्दा कम है यस्तो हो धनु हाम्रो धनु चाहिँ चिल्लो खालको कालो छ म चाहिँ फुस्रो खालको कालो छु कि फुस्रो खालको कालो त्यति राम्रो देखिँदैन चिल्लो खाली त जहाँ पनि टल्किन्छ भनेको ए पहिला हाम्रो 10 मा पढ्दाखेरि म भन्छु होइन यस्तो के हाम्रो 10 मा पढ्दाखेरि सोसल पढाउने सर हुन्थ्यो अनि त्यो रङ भेदको बारेमा पढाउनु भइरहेको थियो पहिला अमेरिकामा कालो जात गोरो जात भन्थ्यो अरे नि त अनि त्यसपछि चाहिँ त्यो सरले चाहिँ सबैको हाम्रो पनि त्यो रङ छुट्याइरहनु भएको थियो कसैलाई गहुँ गोरो कसैलाई धान गोरो भन्दै हुनुहुन्थ्यो होइन अनि सिधा मलाई धनुकोमा पुग्यो है सर त के भन्नु भयो बिचरालाई काले भन्यो भने रिसाउँछ होला भनेर कोदो गोरो भनिदिएर भने हाम्रो धनु भाइ त Music. होइन त कोदो गोरो एकै मिस्टर कोदो गोरो ल मलाई त मेरो त पालै आएन नि त्यसपछि ल यो चाहिँ हाम्रो सोसल पढाउने आरपी सरलाई साउट आउट छ अरे क्या हजुर हेर्ने होइन अरे के हो हेलो ला इग्नोर हाम्रो धनुलाई हेर्न सक्नुहुन्छ कोदो गोरोमा चाहिँ बंद करो हाथ जोड़ के मैं के छैन यहाँ रोड छ धनुको प्यारीको लागि हो कि क्या हो तपाईँहरूले नाकी गुम्बामा के छ राम्रो भन्नुहुन्छ नि ला यहाँ त फेरि टर्न अब लाज लाग्यो यस्तो राम्रो छ यहाँ चाहिँ फेरि आज यहाँनिर के टेन्ट चाहिँ राख्नु भएको रहेछ केही स्पेसल छ होला यो ठाउँमा त्यो के छैन हामी चाहिँ त्यो डाँडा हो कि त्यो डाँडा पछाडि पो हो क्या अरे ल ठिक छ तर यहाँ लास्टै घाम चर्को भइरहेछ पुरै टिलिक्कै भएको हामी चाहिँ चम्केर ल ठिक छ आउँदैछ तपाईँहरूलाई नागी गुम्बामा केही स्पेसल लाग्यो भन्थ्यो नि हेर्न सक्नुहुन्छ स्पेसल कति रमाइलो ए धनु छिटो आउन हौ फुलहरू हेर्न सक्नुहुन्छ कति राम्रो छ वाउ यहाँ बी पनि रहेछ हनी बी भन्छ यसलाई चाहिँ गाइज तपाईँहरूलाई थाहा छैन भने होइन म आउन सक्छ केही छैन दामी छ गाइज र गाइज यहाँ चाहिँ के हुँदै रहेछ भोज सोज टाइपको उहाँहरूको एरिया हो अब ल ठिक छ यस्तो छ टक्क यताबाट सिधा अझै माथि अब हजुर धनु थाक्यौ हेलो धनु हेर साथी हो हाम्रो चाहिँ धनु चाहिँ यसरी लम्पछार परिसकेको अवस्था छ होइन केही छैन लम्पछार पढ्नुपर्छ आइया अब अझै त्यो डाँडा चढ्दै बाँकी छ गाइज त्यसको गाइज यहाँ चाहिँ जुत्ता एक्सचेन्ज गरेको अवस्था छ ल लगाइदो हो ल कुन चाहिँ कम्फर्टेबल खुट्टा भयो यता राइट लेफ्ट ल हाइकिङ गर्दा यतिको रमाइलो दिनुपर्छ गाइज सेवा नि गर्नु छ गाडी नि खानु छ गाह्रो छ साथी के हो त्यो इलास्टिक के लेदरको हो क्या हो के छैन ल यस्तै हो गाडी जाँदाखेरि अब आधी मान्छे अगाडि आधी मान्छे पछाडि हुन्छ आधी मान्छे बिचमा होइन म त बिचमा छु ए गाडी घुमाउने कुरिरहनु भएको छ टाउको देख्न सक्नुहुन्छ टाउको तपाईँहरूले छोडेर अगाडि हिँडेको यहाँ जुत्ता साट्ने कार्यक्रम भइरहेको थियो कि जुत्ता साट्ने कार्यक्रम भइरहेको थियो अनि त्यही भएर
अनि कतिको कम्फर्टेबल छ कुरै नगरौँ कम्फर्टको त अनि त्यस्तै हो होइन यो क्यामेरा के भएको गाइज हामी चाहिँ अब यहाँनिर भोक लागेको अवस्था यहाँ थाकेर यी खान लाग्छौँ खोइ डाइलग खोइ बाबु खान्न म त 5 दिन भइसक्यो खान नपाएको धेरै धेरै धन्यवाद खुट्टा ढोका भगवान् सरी पो त जिस्केको ल अचार पनि बाबुलाई अचार पनि दिदिन् त लास्टै भोगा रहेछ बाबु हेर्न सक्नुहुन्छ हामी चाहिँ यहाँ के खान लाग्छौँ टक्कर रोटीमा मलाई एउटा रोटी पास कोही त गुन्द्रुकको अचार ल गाइज रुमाली रोटी अब भोलाले यतिकै मिठो रुमाली रोटी दाइ लु सबैजना खाजा लिन आऊँ अचार पनि थापौँ दाइलाई भनेर अलि स्पेसल बनाउनु पर्दैन यो के भन्छ नि मैदाको रोटी होइन कुनै त अलि सुक्खा पनि थियो तर ल अब हामी खान्छौँ गाइज त्यही हो सौदा हाल्दिनु रोटी कस्तो रहेछ एकदम ल रोटी कस्तो छ साथी कस्तो छ भन्नु पर्यो कि कस्तो छ अबे जल्दी बोल कल सुबह पनवेल निकलना दामी ल दिदी कस्तो छ मैले बनाएको रोटी गाइज मैले यो रोटी सोटी अचार सचार टक्क स्पेसल बनाएर ल्याएको कस्तो छ दिदी मिठो छ है कस्तो छ दाइ कस्तो छ भन्नु त तपाईँलाई कि खानु भएन म चाहिँ होइन है बनाउने मान्छे उहाँ नै हुनुहुन्छ ल खानु अङ्कल कस्तो छ छिटो भनिदिनु भिडियो लामो हुन्छ बनाएको मान्छे जस्तो त्यस्तै ठिक छ गाइज फेरि पनि आयो हामी फर्केर भ्लगमा हाइकिङको विशेषता भनेको ओए एक साथीले के ल्यायो यस्तो हाइकिङको विशेषता भनेको त्यस्तै हो कि कोही कता हो कि क्या हो साथी बोल न आएर के भने इग्नोर वाह रे वाह केही छैन हो गाइज हामी त हेभनमै पुगेको क्या हो जस्तो भएको छ त फिलिङ्स त हुने भयो खोइ भ्लगरलाई अगाडि सबै गर्न देखाउनु पऱ्यो नि त होइन त गाइज खोइ हल्का रमाइलो गरे जस्तो गर्नु न च्याल गरायो भने ल यतिको जस्तै यतिको जस्तै हुनुपर्छ ल केटा जम्को मेरो डर छैन भन्छ अहिले फेरि जुत्ता च्यातिला भनेर ल रमाइलो भइरहेछ है केटाकेटी हो तपाईँहरू पनि आएर रमाइलो गर्न सक्नुहुन्छ होइन त साथी यस कस्तो देखेछ मैले चस्मा लाउँदा एकदम बबाल ब्ल्याक ब्युटी ब्युटिफुल देखाएको छ ब्युटिफुल Meanwhile, एकदम सेक्सी गाइज हामी चाहिँ बादर भएको ठाउँमा आइपुगेका छौँ ओइ को हो बादर हो के हो बादर देखेन भन्दा अन्त यहाँ पो रहेछ दाजु हामीसँग केरा खाने अङ्गुर खाने हो म त कहाँ छ बाँदर खोइ बाँदर छ भन्छ निकुञ्जमा छैन भने त यहाँ पो रहेछ ऊ अर्को पनि लङ्गुर त यहाँ पो रहेछ कालो लङ्गुर गाइज कालो लङ्गुर हेर्न सक्नुहुन्छ बाँदरलाई नजिकाम यसरी चस्मा लगाएर इन्जोय गर्दै हिँड्दैछु अङ्कल पनि इन्जोय भइरह नि कस्तो भइरह दा इन्जोय भइरह नि दिदी कस्तो यो दिदीले हामीले गाइज 5 किलो अङ्गुर किनेको होइन यो दिदीले खाएर सघाउनु भइसक्यो क्या 5 किलो अङ्गुर ज्यान हेर्दा चाहिँ खाइलाग्दो छैन अझै 1 पाउ जति चाहिँ बाँकी छ 5 किलो अङ्गुर यो दिदीले खाएर सघाउनु भयो ल ट्यालेन्ट भएको खाने तर ज्यान नलाग्ने यस्तोलाई भन्छ गाइज ओ गाइज पानी पर्ला जस्तो अवस्था छ हेर्न सक्नुहुन्छ पुरै गडाङ गुडुङ गरेको अवस्था छ हामी चाहिँ हाम्रो भिडियो बनाउनु भने म त यहाँ चस्मा लगाएर बसेको छु कि एकचोटि यहाँ नाच्ने हो
बिस्तारै आइज तिमीहरू म ऊ त्यो अगाडि गएर ए ल ल ल ल ओ माई गड बिस्तारै सबैजना स्लो स्लो गडाङ गुडुङ गरेको छ यहाँ पानी पक्कै पनि पर्छ पाल पऱ्यो नि हिउँ पनि पर्न बेर छैन यता देखादियो त तिमी पनि चस्मा म पनि चस्मा कस्तो अनि त्यो बोका बोइज ल के भने म त होइन मेरो साथी सिङ्गल हो है सिङ्गलले हेरेर अनि कमेन्ट गरौँ ल साथीको फेरि नम्बर म डिस्क्रिप्सनमा छोडिदिन्छु भनेर डिस्क्रिप्सन चेक बिस्तारै नहुने अङ्कल आइसक्यो हाम्रो क्यामेराम्यान हुनुहुन्छ यहाँ क्यामेरा एङ्गल टक्क रोक्नु भइरहेछ अनि ल ल जाऊँ ल तपाईँ पनि त्यहाँ राख्नु देखो गाइस ब्लग पनि बनाएको पऱ्यो नि खोइ म चाहिँ यहाँ ब्लग बनाउँदैछु अनि यहाँ चाहिँ अङ्कल ए यसरी भयो ल गाइस म चाहिँ यहाँ ब्लग पनि बनाउँदैछु है सबैजनालाई स्वागत छ अनि गाइस सबैजना मजा पनि आइरहेछ है हेर्नु सक्नुहुन्छ ओ माई गड कस्तो राम्रो काले आउँछ के छैन एकदम राम्रो छ हेर्नु सक्नुहुन्छ यहाँ पुरै डाँडा छ अनि यहाँ त फेरि सक्दैन नि फेरि गाइस अब हामी चाहिँ यहाँ डान्स गर्छौँ यदि डान्स हेर्नु छ भने टिकटकमा फलो गर्नु होला हो कि हो ल ल ल ल क्यामेराम्यान कता हो गाइस पानी पर्यो है झरीको रातमा रुजेर आउनु हो क्या हो त स्वर त फेरि नेपाल आइडलमा जाने जस्तै छ नि ऊ अनि यहाँ भिज्छ त देख्नुभयो भिज्दैन नि होइन अहिले त बल्ल सुरुवात हुँदैछ झरीको रातमा रुजेर आउनु मायाका मिठा गीत गाउनु त्यो मनमा जाने ठाउँ मलाई देखाउनु दिदी गाउनु तिमी आउनु खाली हात हो माया हो क्या हो कपिराइट लाग्छ क्या हो मलाई त कपिराइट लाग्छ क्या हो मेरो आवाजले पानी पऱ्यो गाइस माथि गएर यस्तो हुस्सु आउँछ नि यस्तो हुस्सु बस्छ नि तपाईँहरू होइन जाँदैन यहाँ त पुरै गुप्पै भएर बस्छ खतरा बस्छ ल ल ल गाइस हामी चाहिँ नाचेर भिडियो बनाएको अवस्था थियो गाइज पानी परेको अवस्था छ तर पानीमा रमाइलो भइरहेछ हो नि हो र हो नि पानीमा रमाइलो हुन्छ नि होइन दाइ ए दाइ बवाल रमाइलो हुन्छ नि होइन पानीमा भिज्नुको मजै छुट्टै छ नि झन् पानीले इन्ट्रेस्टिङ बनाइदिनु भयो हाइक पनि वाउ गाइज हेर्नु सक्नुहुन्छ मेरो कपाल पानी पर्दा कस्तो राम्रो छ ल अब सोल्टिनीले के मिठो बोलिदिनु पऱ्यो क्या भ्लगमा ओए आएन सोल्टिनी त ल ल ल अहिले त आउनु त के भन्ने होला खोइ कति नै गोरो हो त बाफ्रे ल ल के भन्ने हो भन्नु के भन्नु अब यस्तो छ अलि बेसरी हिँडिरहेको छु रोटी खाएको पावर त्यो अरूभन्दा अलिक बेसी रोटी खाएको छ त्यसरी ढिलो भयो होला सायद होला पेटले घाम पनि लागेको छ त के हो हिँड्न नसकेर फाँक फाँक यहाँ दिदी ओत खोज्दै टाँट उही यो रुख चाहिँ हो कि क्या हो एवान छ एवान हो ल सबैजना छिर्छ नि गाइज होइन होला है म त लाद लगाएर आयो ओ पानी ठुलो पऱ्यो नि लै केही छैन कोट पानी ल गाइज हामी चाहिँ बागदार कटेर अब पिकतिर लाग्नु लाग्यो यहाँबाट 25 देखि 40 मिनट लाग्छ भने त अङ्कल कस्तो भयो भने त खुट्टा सिडीमा चढेर 1 घन्टै लाग्छ जस्तो लागिरहेछ मलाई त खुट्टाको हालत देखेर हो ल ल ल थाकिन्छ हाइक भनेको यही त हो नि अहिले भरे यति मजा आउँदैन नि अङ्कल यस्तो मिठो निन्द्रा लाग्छ झन् अहिले बनाएको फोटो भिडियोहरू खिचेको भरे गएर हेर्नुपर्छ यस्तो मजा आउँछ नि अब त तपाईँ त कति चाँडै उठ्छ होइन मतलब विदेश कति दिन बाँकी छ 10 डेज अनि 10 डेज पो बाँकी छ अब नेपाल टुर हानेर जानुपर्छ अब कहिले हो कहिले हामी त अङ्कलजी त्यही भएर नेपाल टुर हान्दै गरेको यहाँ फर्स्ट टुरै यस्तो राम्रो भइरहेछ गाह्रो छ अनि ल ल ल यस्तो हुन्छ कहिले काहीँ के हुन्छ पहिला पहिला त जानुहुन्थ्यो त हाइकिङ पाखाभित्र जता कुदेर हिँड्ने मान्छे ए त्यही त अहिले पो यहाँ बोइलर भइयो त भयो होइन दाइ बोइलर तपाईँ पनि म त खासै भएको छैन ल ठिक छ ल भारी बोकेर हिँडिरहेको छु त्यही त म पनि हेर्न सक्नुहुन्छ
यो हाम्रो झोला चाहिँ खासमा दाइको 5 किलो मेरो 10 किलो छ है केही छैन त्यही पनि मिल्छ भ्लगमा जे पनि भन्न मिल्छ गाइस यहाँ चाहिँ हुस्सु लाग्नलाई रेडी भइसक्यो हुस्सी लागिसक्यो तपाईँहरूले शिवपुरी आएर बाँदर भेट्नु भएन भन्थ्यो हेर्न सक्नुहुन्छ कुन बाँदर अलि बेसरी यस गरेर हालिदिनु पर्ला भ्लगरलाई फोटो खिचाउने आउनु न खिचिदिनु न ल है गाइज म चाहिँ भ्लग गर्दैछु ल साथी रिसायो ओ साथीहरू हेर यो मान्छे क्यामेरा देखाइसक्यो मानिहाल्छ नि ल म यहाँ फोटो खिचिदिनु ल गाइज हामी चाहिँ यहाँ फोटो खिचिसक्यौँ है अब फेरि मासतिर लाग्दैछौँ हामी चाहिँ तलतिर हस् यस ठिक छ ल हामी चाहिँ मासतिर कहिले पुग्ने हो पुगिन्छ ए चाँडै पुगिन्छ मात्र 15 मिनट है गाइज ल ठिक छ गाइज कहाँ छ ओक्ली गाइज तपाईँहरूले मेरो भ्लग विदेशबाट हेर्दै हुनुहुन्छ भने यसलाई हुस्सु लागेको भन्छ नेपालमा आउनु होला त्यति पनि नभए त्यो बादल भन्दा माथिको डाँडामा आउँछु त्यही हो हेर्न सक्नुहुन्छ कस्तो नाइस भ्यू आइरहेको नाइस भ्यूमा म जस्तो नाइस मान्छे आएपछि झन् नाइस हुँदो रहेछ हो त्यो अब छिटै बनाइन्छ हेर्दै गर्नु म जाँदाखेरि नरुनु त्यही हो अब भाइसँग भ्लगै बनाउन पाइँदैन भनेर नरुनु त्यही हो त्यही तपाईँले अघि रोटी खाए जस्तो रोटी ल्याएर खुवाउने हो सक्यो हुन्छ हस् ओहो कस्तो राम्रो क्यामेरा आएको हट नेपाली होइन के हो भनेर ठान्नुहुन्छ भने यो चाहिँ नेपाली हो गाइज ओहो साथी हेभनमा पुगेँ गाइज म त हेभन हेर्न सक्नुहुन्छ ओ धनु आएर फोटो खिचा मेरो थाक्यो है गाइज थाक्यो हुस्सुमा हिँड्दाखेरि कति त रमाइलो हुन्छ नि अनि त साथी पछाडि फर्क्यो त जान गाइज हामी चाहिँ अहिले जङ्गलनिर आइपुगेको छौँ हुस्सु हेर्न सक्नुहुन्छ मैले उता दिदीलाई चिने छैन यता हेरिदिनु होला कृपया चिने छैन है हामी चाहिँ यहाँ छ जानु पैदल यात्रीलाई कहिले बाटो रोकेको छ कस्तो त चिसो आएन त गाइज ल है यहाँ चाहिँ फोटो कार्यक्रम हुँदैछ केही छैन दिदी तपाईँलाई यो नजारा हेरेर कस्तो लागिरह यता हेरेर भन्नु होला ठिक छ तपाईँलाई दाइ कस्तो लागिरह ओ दाजु नभाग्नु न यता इन्टरभ्यू दिनु कस्तो लागिरह तपाईँलाई अरू त सबै ठिक छ यहाँ हेर न भाइ ओ यसरी फोहोर चाहिँ नगरिदिनु होला मनमा चसक बिजिरहेको छ कसरी दाइ कसरी ल उता साथी फेरि फोटो खिच्नलाई व्यस्त छ अङ्कलजी यस्तो राम्रो स्वर्ग जस्तो ठाउँमा आउँदा तपाईँलाई कस्तो फिल भइरह फिल त यस्तै हो एकदम यहाँको के भन्छ वातावरण चाहिँ राम्रो छ स्वच्छ हावा खान पाछ हैन फोक्सो त 100% क्लियर नि 100% हैन 200% हो ल अब तपाईँको पालो भन्नु इन्टरभ्यू दिनु नमस्कार नमस्ते 300% ड्यामेज म चाहिँ आज शिवपुरी आएको छु भेडा ए भेडा अनि मेन भेडा होइन हौ बाँदर हो भेडाहरूसँग आएको छु रे त्यही पनि कहाँ भन्दा शिवपुरी डाँडामा गाई चाहिँ हेर्न सक्नुहुन्छ हुस्सुले कस्तो राम्रो बनाएको छ हाम्रो यो नजारा चाहिँ होइन गाइज आम्मा यस्तो ठाउँ त तपाईँहरू कहीँ पनि जानु पाउँदैन कि यहाँ आउँदा सधैँ यस्तै दामी हुन्छ यार ल यहाँ चाहिँ फोटो बनाउनु पर्छ भिडियो त होइन गाइज हामी चाहिँ हेर्न सक्नु ओ माई गड हो यही डाँडा हो अब झर्ने हो अब भएको कुरा खाइसक्यो नि हो ल एकैछिनमा हुस्सु गयो होइन त ठिक छ गाइज रमाइलो भयो होइन तपाईँहरूलाई नि रमाइलो भइरह होला हेर्दै गर्नु होला हाम्रो ब्लग टु बी कन्टिन्यू अझै पनि मिठो मजाक भइरहने छ होइन ठिकै छ गाइजहरू हिँडिरहेको छ ठिक छ गाइज हामी चाहिँ यहाँ खाजा खान लाग्यो कसरी खाने हो देखाइदिनु त कसरी अङ्कल कसरी
यसरी, दाजु कसरी यसरी, अनि म पनि यस्तरी यो हामी चाहिँ हेर्न सक्नुहुन्छ यहाँ शिवपुरी बाबा हुनुहुन्छ, सबैलाई दर्शन गरिदिउँ है। यहाँ टन्नै जना आउनु भए, आज शनिबार भएर पनि हो है। यता मात्रै होइन कि यता तल पनि हुनुहुन्छ ए, ठाउँ ठाउँमा आफ्नो आफ्नो ग्रुपमा पक्क लाएर हुनुहुन्छ। फोहोरहरू चाहिँ यसरी व्यवस्थापन गर्नु होला। ल ठिक छ गाइस, हामी चाहिँ यो 27 से 32 मिटरदेखि झर्दै गरेको अवस्था हो होइन। यो मेरो साथी धनु भइहाल्यो, हाम्रो अङ्कलजीहरू, हामीले खुब रमाइलो गऱ्यौँ, हामीले खुब रमाइलो गऱ्यौँ गाइस होइन, खुब रमाइलो गऱ्यौँ, केही छैन। साथी कस्तो भयो बवाल। हाम्रो डान्स पनि छ, त्यो डान्सको लागि चाहिँ हाम्रो टिकटकमा भिजिट गर्नु होला र के हजुर हो कि क्या हो। टुङडुङ ट्याउ सबैले भनौँ त एकचोटि तिमी ल, टुङडुङ ट्याउ अङ्कल तपाईँ टुङडुङ ट्याउ टुङडुङ ल भन्नु न पुरै टुङडुङ ट्याउ ल टुङटुङ टेड्याउ ल ल ल म पनि टुङडुङ ट्याउ ल कृष्णलाले भन्छ भएन अलि बेसरी छिटो छिटो टुङटुङ ट्याड्याउ दिदी तपाईँ पनि टुङटुङ ट्याड्याउ ला टुङटुङ ट्याउ ओ दाजु टुङडुङ ट्याउ ल भन्नु न टुङडुङ ट्याउ छिटो 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 तपाईँले नभन्ने बेलसम्म हामी नभन्ने अगाडि छिटो भन्नु न टुङडुङ ट्याउ के कस्तो लजाउनु भयो होला नि सरम आएर ए भनेर राखिदिन्छु नि फेरि यो दाइले भन्छ ओ नाइस कस्तो यार ओठ बिना के अरे लिपसिङ बिनाको आवाज निकालिदिइराख्यो फेरि दाजुले फेरि ल ठिक छ हामी चाहिँ फेरि हुस्सुमा आइसकेको अवस्था छ गाइज बादल पारीको देशमा पर्खिँदै होला। एउटा गीत गाउँ न हुस्सुसँग रिलेटेड, खोइ केही छैन गीत। छेक्यो देउराली डाँडा हुस्सु र पहिरोले ल ए हुस्सु र पहिरोले ओ माई गड म यति गोरो देखाएको छु नि साथी कालो खै उही ल साथी पनि गोरै देख्दो रहेछ। ल ठिक छ हामी त गोल्डेन देखाएको छ त ओइ आम्मा गाइस। अब चाहिँ हामी चाहिँ ओर्लिँदैछमै अघि उकालो चढाइ गरेका थियौँ, अब ओर्लिँदा कस्तो फिल हुन्छ त्यसको लागि तपाईँहरूले भ्लग अगाडि हेर्दै गर्नु होला। मन परे लाइक गरिदिनु होला, लाइक कमेन्ट सेयर नगरिदिनु, मन लागे गरिदिनु, नपरे नगरिदिनु रे के हजुर होइन गरिदिनु होला है गाइस। क्याप लगाएको कस्तो देखेर छ एकदम राम्रो देखाएको छ, टुङुङ ट्याउ देखाएको छ। हेर न साथी म कति गोरो आएको यो मेरो क्यामेरा त्यस्तो छ नि त फेरि चल्यो। अब चाहिँ हामी चाहिँ फटाफट तल झर्नेछौँ, हेर्दै गर्नु होला ब्लग। त्यही हो ल है गाइज, हामी चाहिँ अलिक पछाडि परेको अवस्था छ तर पनि केही छैन होइन। साथी हामी चाहिँ यहाँ फोटो खिच्ने चक्करमा यस्तो भयो होइन, खोइ तिमी पनि आउनु पऱ्यो क्या साइडबाट। यस गाइज हामी चाहिँ फेरि पनि हाइकिङ आउँदा एकदम रमाइलो भएको छ। साथीको चेस्ट छ, बाइसेप छ। ल बाबा ल है सबै अब तपाईँहरू पनि हामी जसरी हाइकिङ आएर ज्यान बनाउन सक्नुहुन्छ ओके न? ल है त ल चल्दिँदै अब हामी चाहिँ हाम्रो ग्रुपलाई भेट्नुपर्ने हुन्छ। ल ठिक छ ल दाजुहरूको यहीँ त रहेछ केही छैन। ल हामी पनि अब जानेछौँ है, अलि उहाँ थाहा हुन्छ त। ल है गाइज हामी चाहिँ अब तल झरेछौँ। हजुर यहाँबाट चाहिँ विष्णुद्वार हो क्या, अब अर्को के उता पुग्छ हामी। ल गाइज हामी चाहिँ बल्ल बल्ल यहाँ मतलब शिवपुरी पिकबाट तलबाट झर्दाखेरि यता आइपुगेको छ। अब तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ यस्तो छ है पानी मुहान। अब हामीलाई लगभग 45 मिनट जति लाग्छ हामी यहाँबाट झर्ने हो गाइज होइन। हामी चाहिँ पुगिसक्यो तल है। मेरो गाइजहरू चाहिँ हाम्रो गाइजहरू चाहिँ त्यहाँ आउँदै हुनुहुन्छ। 45 के रोड जाउँ धेरै लाग्दैन नि,
हामी त अस्ति एकदम छिटो पुगेको थियौँ। अब गाइज अब चाहिँ हामी चाहिँ हजुर त्यहाँ तल गेटमा पुग्न। अब गाडीको स्पिडमा जाने हो भने चाहिँ 20 मिनट है। के भन्नु लाग्थेँ मैले बिर्साइदिएँ कि फेरि हामी झर्दाखेरि चाहिँ एकदम मिठो मिठो कुरा गरेर झऱ्यौँ गाइज। त्यही भएर मैले भ्लगहरू पनि त्यति खिचेन बिचमा, तर त्यो खासै अब झर्ने बेलामा गफ गर्दै झर्दाखेरि चाहिँ अलिक छिटो झरे जस्तो हुन्छ। यस्तै भ्लग बनाउँदै फोटो खिच्दै हिँड्ने हो भने चाहिँ फेरि हामीलाई एकदम टाइम गएको जस्तो लाग्छ क्या। त्यही भएर चाहिँ हामी चाहिँ गफ गर्दै झऱ्यौँ, भ्लग पनि बनाएनौँ त्यति साह्रो। मोबाइलहरूलाई चाहिँ फुल टु एभोइड गरेर हामी चाहिँ झरेको हो। त्यही भएर हामी चाहिँ अलिक छिटै पुगे जस्तो भएको छ। अनि हाम्रो अङ्कलहरू कस्तो भयो त? बाल रमाइलो भयो तर खुट्टा चाहिँ दुख्छ। खुट्टा त नदुख्ने कुरै भएन नि होइन त अङ्कल? फेरि हेर्नु न माथि त्यत्रो बाटो हामीले अब के अरे मोबाइल एभोइड गरेको, अब यहाँनिर फोटो नखिची भएन। हजुर झर्ने बाटो यहीबाट धेरै लाग्दैन 45 मिनट कि झर्ने हो त्यहीँबाट? हुन्छ झरिदिउँ ल है। हामी चाहिँ फेरि अब सर्टकट लङ कट जाने कुरा भइरहेको थियो, फेरि सर्टकट गइदिउँ। केही छैन हामी जान्छौँ। यहाँ हेर्न सक्नुहुन्छ मोडल। ल यति टिकटक क्लिप हेर्नलाई तपाईँहरूले टिकटकमा गएर हेर्नुपर्ने हुन्छ। मेरो साथीले हालत देखाइदियो मेरो। अलि हो भएन के? यस आफ्नै बिज्जत हुन्छ कि। यो चाहिँ सिक्री जक्सन भन्दो रहेछ। कस्तो भयो दाइ? खुट्टा दुखा तपाईँको? रमाइलो भयो नि? तिकार त भएन दि तपाईँलाई? ल सुत्नु न त। ओ कस्तो भयो? मजा आयो? खुट्टा दुखाएको छ कि छैन? हेलो टिकटक क्विन कस्तो भयो? इग्नोर इग्नोर केही छैन गाइज। हामी चाहिँ है अलि अब तलै पुगिसक्यौँ। लगभग हाम्रो इन्डिङ हुन लागिसक्यो, तर म अहिले इन्डिङ गर्दिनँ। मेरो भ्लग अझै पनि आउँदैछ हुँदैछ, भ्लग अझै पनि हुनेछ, कन्टिन्यू हो कि होइन? भ्लगमा 2 जना मात्र अनुहार जहिले हामी चाहिँ जियोस तल पुग्न लायो भनेर चाहिँ खिचेको हो। ब्रदर गाइज यस गाइज पानीको आवाज सुन्न सक्नुहुन्छ, कस्तो आनन्द आउँछ होला त? आनन्द आएन त गाइज? अब हामी चाहिँ हल्का पानी भएको ठाउँमा आइपुगेका छौँ। हेर्न सक्नुहुन्छ कति सफा हो क्या, फेरि एकदम हुन्छ नि हेर्दै आनन्द आउँछ कि। अनि यो पानीको झन् आवाज के आहा कस्तो मजा लाग्छ साथीहरू मलाई यस्तो पानीको आवाज सुन्न। क्लिन फेरि कति क्लिन पानी छ है यहाँ चाहिँ अलिक ठुलै रहेछ। मतलब अरू ठाउँभन्दा चाहिँ किन यो अलि खोइ अब सबै जोडेर यस्तो भएको हो कि। पोस्ट हाल्नलाई ल्याएको कि छैन आइफोन चाहिँ? आइफोन चाहिँ होइन खिच न ल है त गाइज। मैले के खाने होइन, मतलब जे पनि हामीले अब भिडियोहरू मतलब यो भ्लग चाहिँ यो मोबाइलबाट खिचेको छौँ। फोटोहरू चाहिँ अलि राम्रो आउँछ नि त आइफोनबाट, त्यही भएर फ्लेक्स चाहिँ हाने होइन। आफ्नो पनि आइफोन पनि होइन, फ्लेक्स पनि हानेको होइन। पानीमा चुरुम आमा गहिरो त गहिरो छ यार। ल ठिक छ हाम्रो टोलीहरू पनि यो आइपुग्यो गाइज फास्ट। लाग्यो रे क्या ल साथीले हाम्रो यहाँ के अरे हुन्छ है म गाइज। वाउ आछु वाइ जुत्ता दुगा। ल वाउ कस्तो मजा आयो साथी म त हो। ल ल मुखदुम मुखदुम मुख यसरी धोइन्छ हो दिदी? मुख धुन्न तपाईँ पनि? ओ दाजु कहाँ त्यहाँको पानीले धो, यहाँ आउनु न। हाम्रो दाजु चाहिँ फेरि एकदम लजालु के, एकदम लजालु। ल हेर्न सक्नुहुन्छ फोटो खिच्नलाई बोला होला मलाई स्योर हो। ल म फोटो खिच्छु है त गाइज। अब गाइज हामी चाहिँ फोटो खिच्ने चक्करमा रातै परेछ हेर्न सक्नुहुन्छ। यस्तो हो रियलमा चाहिँ होइन, यस्तो हो। ए खोइ त कस्तो गोरै आउँछ त, कालो आउनु पनि हो। ल ल हामी चाहिँ पुग्दैछौँ अब लास्टै, अब चाहिँ लास्टै हो।
ए के भयो ल ल ल ल ल जाउँ जाउँ छिटो जाउँ त्यो टिकट कहाँ राखेको चाहिँ अब नो रेस्ट अब चाहिँ अब हामी सिधै घरतिर रन हो गाइस ल हामी चाहिँ सक्यो है हाइकिङ हाम्रो शिवपुरी यता बस्नु न कहाँ गएको यहाँ अहिले फेरि त्यहाँ बाढी हुँदाखेरि ल कस्तो लाग्यो सबैजनाले भनिदिन्छ रिभ्यू बबाल रमाइलो भयो त्यो त तपाईँहरूले भ्लगमा हेरिसक्नु भयो त कस्तो भयो थाकेर यति नै गाइज अर्को भ्लगमा फेरि भेट्नेछौँ बाई सबले बाई बाई गरिदिनु बाई बाई